हेलो गाइस, वेलकम टु बाइट संसार। आजको यस भिडियोमा मैले हजुरलाई म्याकओएसको एउटा इम्पोर्टेन्ट प्रोडक्टिभिटी टुल सेयर गर्न गइरहेको छु। सो यो टुलको नाम चाहिँ रेकास्ट हैन। म तपाईलाई चाहिँ क्रोममा चाहिँ लगेर देखाउँछु। यहाँ हामीले चाहिँ रेकास्ट भनेर सर्च गर्यो भने यहाँ के हो रेकास्ट भनेर चाहिँ यहाँ बुझ्न सकिन्छ क्या। यो चाहिँ लन्चर मात्र नभएर पनि इट इज मोर फिचर्स। सो यो म्याकओएसमा चाहिँ कसरी इन्स्टल गर्ने त भनेर चाहिँ तपाईलाई यसको मेनली दुईटा तरिका छ। एउटा भनेको चाहिँ तपाईले डाइरेक्ट रेकास्टको वेबसाइटमा आएर चाहिँ यहाँबाट डाउनलोड फर म्याक गर्न सक्नुहुन्छ। यसले चाहिँ तपाईको लागि चाहिँ एउटा इन्स्टलर फाइल डाउनलोड गर्छ हैन। म्याकओएसमा चाहिँ DMG फाइलहरु हुन्छ हैन। अथवा अर्को तरिका भनेको चाहिँ तपाईहरुले चाहिँ प्याकेज म्यानेजर युज गर्नुहुन्छ भनेपछि तपाईले प्याकेज म्यानेजर मैले चाहिँ ब्लु इन्स्टल रेकास्ट गरेर चाहिँ इन्टर हाने भने चाहिँ यसले चाहिँ त्यो के रे रेकास्ट चाहिँ लोकल सिस्टममा चाहिँ इन्स्टल गरिदिन्छ। म चाहिँ अलरेडी इन्स्टल गरेको भएर चाहिँ यसले चाहिँ अलरेडी इन्स्टल छ है तपाईको भनेर भनिरहेको छ। सो यो टुलहरु कसरी सेटअप गर्ने त भनेपछि चाहिँ तपाईले सिम्पली स्पटलाइट सर्चमा गएर चाहिँ हैन रेकास्ट टाइप गर्यो भने पनि यसरी खुलिरा हुन्छ हैन। तर सुरुमा चाहिँ मैले चाहिँ कसरी सेटअप गर्नलाई प्रिफर गर्छु भनेपछि जुन हाम्रो कमान्ड प्लस स्पेस डिफल्ट की बाइन्डिङ हुन्छ स्पटलाइट सर्चको लागि मैले चाहिँ त्यसलाई चाहिँ रेकास्टले रिप्लेस गर्ने गरेको छु हैन। अब त्यो चाहिँ कसरी गर्ने भनेपछि सुरुमा तपाईले सेटिंग्समा जानुपर्छ। सेटिंग्समा गएपछि तपाईले तल यहाँ कीबोर्ड भन्ने सेक्सन पाउनुहुन्छ हैन। कीबोर्ड सेक्सन भित्र चाहिँ कीबोर्ड सर्टकटमा गएपछि तपाईले यहाँनिर एउटा स्पटलाइट भन्ने देख्न सक्नुहुन्छ हैन। मैले चाहिँ स्पटलाइट सर्चको जुन डिफल्ट की बाइन्डिङ हुन्छ यहाँ तपाईको चाहिँ कमान्ड र स्पेस देखाउला। मैले चाहिँ त्यसलाई चाहिँ अप्सन शिफ्ट टिल्डेमा चाहिँ रिप्लेस गरिदिएको छु। यहाँ क्लिक गरेर चाहिँ रिप्लेस गर्न सक्नुहुन्छ तपाईले। यो गरिसकेपछि के गर्ने भनेपछि तपाईले स्पटलाइट सर्चमा चाहिँ रेकास्ट भनेर सर्च गर्नु अनि त्यसपछि कमान्ड कमा गर्यो भने यसको सेटिंग्सहरु खुल्छ हैन। अब तपाईले चाहिँ जेनरल सेक्सनमा तपाईले यहाँनिर रेकास्ट हट की भनेर देख्न सक्नुहुन्छ। यसलाई चाहिँ तपाईले चाहिँ कमान्ड स्पेसले चाहिँ रिप्लेस गर्दिनु। मैले अलरेडी रिप्लेस गरिसकेको छु है। अब यो गर्नुभयो भने चाहिँ सेकेन्ड टाइम रेकास्ट ओपन गर्ने बेला तपाईले सिम्पली कमान्ड स्पेस क्लिक गर्यो भने चाहिँ रेकास्ट चाहिँ तपाईको खुल्छ। यो चाहिँ स्पटलाइट सर्च जस्तै देखिन्छ। त्यही नै हो तर यसमा चाहिँ के एडभान्स फिचरहरु छन् जुन चाहिँ हामी डिस्कस गर्ने छौं। सो फर्स्ट फिचर मलाई सबभन्दा मन परेको फिचर भनेको चाहिँ यसमा चाहिँ के छ भनेपछि एक्सटेन्सन्सहरु एकदमै धेरै पाइन्छ के। तपाईले यहाँनिर स्टोर भनेर सर्च गर्नु भयो भने यो भित्र चाहिँ थुप्रो एक्सटेन्सनहरु छ हैन। यो स्टोर भित्र चाहिँ तपाई अब कुन एप्लिकेसन युज गर्नुहुन्छ त्यसको चाहिँ मोस्ट प्रोबेबली यो भित्र चाहिँ एक्सटेन्सन हुन्छ के। जस्तै स्पोटिफाई को लागि छ हैन। अनि त्यस्तै आर्क ब्राउजरको लागि छ, च्याट जीपीटी को लागि छ, थुप्रो छ हैन। मैले चाहिँ युज गर्ने भनेको चाहिँ के यो भिजुअल स्टुडियो कोडको लागि हो के। म एउटा डेभलपर भएकोले चाहिँ यो भिजुअल स्टुडियो कोड धेरै नै युज गरिराख्नु पर्ने हुन्छ। त्यो चाहिँ मैले इन्स्टल गरेको छु है। तपाईले यहाँबाट चाहिँ कमान्ड की क्लिक गर्न सक्नुहुन्छ अथवा यहाँ क्लिक गरेर तपाईले इन्स्टल एक्सटेन्सन भन्ने अप्सन आउँछ यहाँनिर। मेरो चाहिँ अलरेडी इन्स्टल भएकोले चाहिँ यहाँनिर अनइन्स्टल भन्ने अप्सन आइरा छ हैन। अब यो गरिसकेपछि यसको एउटा मेजर एडभान्टेज चाहिँ के हुन्छ भनेपछि अब मैले चाहिँ थुप्रै प्रोजेक्टहरुमा काम गरिरहेको हुन्छु हैन। अब मैले चाहिँ नर्मली कोड VS कोडमा ओपन गर्दाखेरि यहाँ त सुरुमा भिजुअल स्टुडियो कोड यसरी खोल्ने अनि चाहिँ यहाँबाट चाहिँ फाइलमा जाने अनि त्यसपछि चाहिँ ओपन रिसेन्ट गरेर एक एक गरी खोल्नु पर्ने हुन्छ हैन। त्यो भन्दा यो एक्सटेन्सनले के फाइदा गर्छ भनेपछि यहाँनिर मैले चाहिँ VS कोड सर्च गर्यो भने हेर्नु त तपाईको कति धेरै एउटा अप्सन आउँछ। इन्स्टल एक्सटेन्सन, ओपन इन न्यू विन्डो के गर्ने त VS कोडमा चाहिँ मैले सबभन्दा धेरै युज गर्ने भनेको चाहिँ यसमा चाहिँ सर्च रिसेन्ट प्रोजेक्ट भन्ने छ के। सर्च रिसेन्ट प्रोजेक्ट चाहिँ मैले चाहिँ यहाँ की बाइन्ड गरेको छु हैन। यसको लागि मैले चाहिँ अप्सन एन क्लिक गरे भने चाहिँ मैले काम गरिरहेको सबै प्रोजेक्टहरु यहाँ देखिन्छ के। अनि मैले चाहिँ जुनसुकै
प्रोजेक्ट पनि यहाँबाट चाहिँ डिरेक्टली VS कोडमा खोल्नु पर्यो। जस्तो पाई इमेज सर्च भन्ने प्रोजेक्ट छ, मैले यसमा चाहिँ इन्टर हाने भने डाइरेक्टली चाहिँ VS कोडमा ओपन गरिदिन्छ क्या। अब यो की बाइन्डिङहरू कसरी सेटअप गर्ने भन्ने कुरा चाहिँ यहाँबाट हुन्छ। रेक्यास खोलेपछि कमान्ड कमा क्लिक गऱ्यो भने यसको सेटिङ्स ट्याब खोल्छ होइन। यो भित्र एउटा एक्सटेन्सन भन्ने ट्याब छ, यो भित्र गयो भने तपाईले यहाँ इन्स्टल भएको सबै एक्सटेन्सनहरू देख्न सक्नुहुन्छ होइन। अब यहाँ VS कोड भन्ने कहाँ छ त खोज्यो भने यहाँनिर VS कोड भन्ने छ। यो भित्र चाहिँ मैले यहाँ हेर्न त ओपन न्यू विन्डोको लागि चाहिँ यहाँ अप्सन शिफ्ट ओ भनेर चाहिँ यसरी हटकी सेट गरेको छु होइन। त्यस्तै गरी ओपन विथ भिजुअलको स्टुडियो कोड गर्नु पर्यो भने अप्सन ओ गरेको छु। त्यस्तै गरी अघि मैले भनेको चाहिँ यो चाहिँ रिसेन्ट प्रोजेक्ट चाहिँ अप्सन एलले चाहिँ खोल्छ। तपाईले चाहिँ हटकी मात्र हैन, यहाँ एलियस पनि दिन सक्नुहुन्छ क्या। मैले चाहिँ अप्सन एललाई चाहिँ रिसेन्ट भनेर एलियस दिएँ होइन। अब मैले यो क्विट गरेर फेरि रिक्यास्ट गरेर चाहिँ रिसेन्ट हाने भने यही आउँछ क्या, रिसेन्ट सर्च रिसेन्ट प्रोजेक्ट भनेर आउँछ क्या। किन यहाँनिर देख्न सक्नुहुन्छ तपाईले यो रिसेन्ट भनेर चाहिँ यहाँ ट्याग छ नि अगाडि, यो भनेको चाहिँ एलियस हो क्या, अनि यो भनेको चाहिँ हटकी हो। सो अर्को मैले युज गर्ने एक्सटेन्सन भनेको चाहिँ विन्डो म्यानेजमेन्ट हुन्छ क्या। अहिले म्याकओएसको लेटेस्ट अपडेटमा चाहिँ हामीले विन्डो स्न्याप गर्न पाउँछ होइन यसरी। तर पहिला चाहिँ हामीले चाहिँ स्न्याप गर्न पाउँदैन थियो। हामीले चाहिँ कुनै विन्डो म्यानेजमेन्ट टुल युज गर्नु पर्थ्यो क्या, जस्तै रेक्टेङ्गल भयो। तर रेक्यास्टले चाहिँ त्यो पनि बिल्ट इन दिन्छ होइन। पछि यसको एक्सटेन्सनमा लग्यो भनेपछि यहाँ हेर्न सक्नुहुन्छ विन्डो म्यानेजमेन्ट भन्ने छ होइन। यहाँ विन्डो म्यानेजमेन्ट भित्र तपाईको थुप्रो अप्सन छ। मैले धेरै कुराहरू चाहिँ डिसेबल गरेर राखेको छु होइन, जुन चाहिन्छ त्यो मात्रै इनेबल गरेछु। जस्तो मैले लेफ्ट हाफमा चाहिँ विन्डो लग्नु पर्यो भने अप्सन एच गरेको छु होइन। यहाँ यो क्रोम विन्डोलाई चाहिँ लेफ्ट हाफमा लग्नु पर्यो भनेपछि अप्सन एच गर्छु होइन। अनि राइट हाफमा ल्याउनु पर्यो भने अप्सन एल गर्छु। त्यस्तै गरी म्याक्सिमाइज गर्नु पर्यो भने अप्सन एम गर्छु। यसरी मैले चाहिँ आफ्नो किबोर्ड सर्टकटहरू चाहिँ सेटअप गरेको छु कि विन्डो म्यानेजमेन्टको लागि एकदमै काम लाग्ने फिचर लाग्यो कि मलाई चाहिँ यो रेक्यास्टको। अरू पनि छ, तपाईले एक्सप्लोर गर्न सक्नुहुन्छ, एकदमै थुप्रो छ क्या यो भित्र। अब तपाईको हैन वर्क अनुसार चाहिँ कुन फिचर युजफुल हुन्छ त्यो तपाईले चाहिँ यहाँबाट एक्सप्लोर गर्न सक्नुहुन्छ। ओके, अर्को भनेको चाहिँ एकदमै काम लाग्ने फिचर भनेको के छ भनेको चाहिँ रेक्यास्टको चाहिँ क्लिपबोर्ड म्यानेजर हैन। म्याकको लागि चाहिँ एउटा म्याकी भन्ने हुन्छ हैन, एसीसीवाई के हो यस्तै त्यो म्याकी भन्ने हुन्छ हैन। यो चाहिँ क्लिपबोर्ड म्यानेजर हो क्या म्याकको लागि। तपाईले हेर्नु त यहाँ धेरैको थुप्रो कपी गरेको हिस्ट्रीहरू सेभ भएर बस्छ नि त। अब रेक्यास्टमा पनि यो चाहिँ बिल्ट इन नै छ क्या, बिल्ट इन टुल नै छ क्या यो। तपाईले एक्स्ट्रा क्लिपबोर्ड म्यानेजर डाउनलोड गरेर राख्नु पर्दैन, जस्ट रेक्यास्टमै यो हुन्छ क्या। त्यसको लागि चाहिँ मैले चाहिँ अघि भने जस्तै यहाँ की बाइन्डिङहरू सेटअप गरेको छु क्या आफ्नो लागि सजिलो हुने कन्भिनियन्ट की बाइन्डिङहरू। जस्तै मैले चाहिँ यो टेक्स्ट कपी गर्छु कमान्ड सी गरेर, त्यस्तै यो पनि कपी गर्छु कमान्ड सी गरेर, यो प्याराग्राफ पनि कमान्ड सी गरेर कपी गर्छु। अनि चाहिँ अब यो मैले चाहिँ कुनै ठाउँमा गएर पेस्ट गर्नु पर्यो, जस्तो चाहिँ भिजुअल स्टुडियो कोडमै गएर पेस्ट गर्नु पर्यो भनेपछि कसरी गर्ने त? नयाँ फाइल यहाँ पेस्ट गर्नु पर्यो भने पेस्ट गरेर लास्ट एन्ट्री मात्रै पेस्ट हुन्छ। अब त्यसको लागि चाहिँ मैले हटकी सेट गरेको छु। यहाँबाट चाहिँ अब यहाँ यसको क्लिपबोर्ड म्यानेजरले चाहिँ पुरै क्लिपबोर्ड हिस्ट्रीहरू चाहिँ सेभ गरेर राख्छ। मैले चाहिँ जुन मलाई चाहिने कुरा हो त्यो चाहिँ यहाँबाट चाहिँ पेस्ट गर्न सक्छु। अर्को इम्पोर्टेन्ट भनेको चाहिँ यसको चाहिँ स्क्रिनसट फिचर भन्ने छ नि। स्क्रिनसट्सको लागि पनि यससँग यो भित्र फिचर छैन। मैले स्क्रिनसट सर्च गरेँ भने स्क्रिनसट सर्च गरेँ भनेपछि यहाँ मैले चाहिँ रिसेन्ट स्क्रिनसटको लागि एउटा गरेको छु क्या, की बाइन्डिङ बनाएको छु होइन। सर्च स्क्रिनसट भन्ने छ, यसमा चाहिँ मैले अप्सन एस भनेर चाहिँ हटकी सेट गरेको छु होइन। अब मैले सपोज कुनै एउटा स्क्रिनसट लिन्छु होइन, कमान्ड शिफ्ट 4 गरेर चाहिँ मैले एउटा स्क्रिनसट लिएँ, यही विन्डोको स्क्रिनसट लिएँ। अब यो स्क्रिनसट चाहिँ केही काम गरेँ होइन, मैले धेरै कुरा गरेँ। तर मैले लास्ट टाइम लिएको स्क्रिनसट कहाँ छ भनेपछि मैले चाहिँ कि त मैले फाइन्डरको विन्डोमा जानु पर्यो होइन, फाइन्डरभित्र गएर अनि त्यहाँबाट मैले होइन यहाँ स्क्रिनसटको पाथ कहाँ छ त्यो चुज गरेर यहाँबाट खोज्नु पर्यो। त्यसको एउटा सिम्पलेस्ट तरिका के छ भनेपछि मैले यो सेट गरेको हटकी प्रेस गर्ने बित्तिकै यहाँ मैले रिसेन्ट लिएको सबै स्क्रिनसटहरू आउँछ क्या, यो स्क्रिनसटहरू। अब यो स्क्रिनसट मलाई जहाँ चाहियो त्यहाँ मैले डिरेक्टली पेस्ट गर्न सक्छु अथवा युज गर्न सक्छु। सो यो पनि एकदमै काम लाग्ने र युजफुल एक्सटेन्सन हो रेक्यास्टको।
अर्को भनेपछि इमोजी पनि छ हैन, एउटा एक्सटेन्सन भनेको चाहिँ इमोजीको पनि छ। अब तपाईहरु यदि इमोजी लभर हो भने चाहिँ यो एकदमै काम लाग्न सक्छ हैन। मैले यसको लागि चाहिँ अप्सन पी भनेर सेट गरेको छु। अब मैले चाहिँ यो चाहिँ काहीँनिर च्याटमा इमोजी लेख्नु पर्यो भने चाहिँ के गर्छु भने इमोजी दिनु पर्यो भने चाहिँ अप्सन पी गर्छु। यहाँ थुप्रो इमोजी आउँछ के, जस्तो मैले हा गर्ने नि यो इमोजी यहाँ पेस्ट गर्ने के। यो चाहिँ एकदमै फन छ। अर्को भनेको चाहिँ फाइल सर्चको छ के। योमा तपाईले चाहिँ एप्लिकेसन सर्च त गर्न सक्नुहुन्छ, तर फाइल सर्च पनि गर्न सक्नुहुन्छ हैन। तर चाहिँ फाइल सर्चको एउटा एक्सटेन्सन छ हैन। फाइल सर्च गर्यो भने चाहिँ तपाईलाई चाहिँ यसरी सर्च फाइल्स भन्ने छ नि, यो मैले चाहिँ अप्सन इन्टरमा चाहिँ सेट गरेर राखेको छु यसको हटकी। अब मैले अप्सन इन्टर गरेर कुनै फाइल सर्च गरेँ, जस्तो रिसेन्ट फाइलहरु यहाँबाट पनि त्यो स्क्रिनशटको फाइलहरु देखाउँछ नि त। जस्तो मैले चाहिँ एउटा test.txt भन्ने फाइल छ रे, यसको क्विक प्रिभ्यू पनि हेर्न मिल्यो। त्यसपछि यसलाई चाहिँ मैले चाहिँ यो टेक्स्ट एडिटमा चाहिँ यसरी खोल्न पनि मिल्यो। यो चाहिँ एकदमै काम लाग्छ। त कुनै फाइलको नाम थाहा छ तपाईलाई तर कुन लोकेसनमा फाइल छ भन्ने थाहा छैन भनेपछि चाहिँ यो एकदमै हेल्पफुल फिचर हुन सक्छ। लास्टमा चाहिँ एउटा क्विक र फन तपाईलाई एक्सटेन्सन्स भन्छु म रेक्यासको। त्यो भनेको चाहिँ कन्फेटी। अब तपाईले प्रेजेन्टेसन दिनु भयो त अनि त्यसपछि लास्टमा चाहिँ सेलिब्रेट गर्नु पर्यो नि त हैन आफ्नो सक्सेसहरु। अब त्यो चाहिँ कसरी सेलिब्रेट गर्ने भनेपछि तपाईको यहाँ एउटा फन एक्सटेन्सन छ हैन, कन्फेटी भन्ने चाहिँ। मैले चाहिँ यो अप्सन शिफ्ट बी मा बाइन्ड गरेर राखेको छु। मैले अप्सन शिफ्ट बी क्लिक गरेर यसरी यो इफेक्ट दिन्छ के, पुरै सेलिब्रेसन वाला के। अब तपाईले चाहिँ आफ्नो स्क्रिन शेयर गरेर प्रेजेन्टेसन दिँदै हुनुहुन्छ, तपाई म्यानेजर हो, टिम लिड हो, आफ्नो टिमले गरेको काम मन पर्यो भने चाहिँ हैन लास्टमा यसो हुन्छ नि त, टिमलाई मोटिभेट गर्न त सेलिब्रेट गर्दैन के, ड्याङ 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 हान्ने सेलिब्रेट गर्दिने। अथवा तपाईले यहीँबाट भर्चुअली स्क्रिन शेयर गरेर साथीको बर्थडे पनि मनाइदिन सक्नुहुन्छ पुरै हैन। यस भिडियोको लागि चाहिँ यति नै गरौँ हैन। तर रेक्यास भनेको चाहिँ एकदमै हैन फिचर रिच छ क्या। यो भित्र चाहिँ एकदमै धेरै फिचरहरु छ हैन। यसको स्टोर तपाईले चाहिँ एक्सप्लोर गर्ने हो भनेपछि त जे कुराको लागि पनि यहाँ छ क्या एक्सटेन्सनहरु। तपाईले चाहिँ एकदमै प्रोडक्टिभ वेमा काम गर्न सक्नुहुन्छ के यो रेक्यासको युज गरेर चाहिँ। सो केही इम्पोर्टेन्ट स्टोरमा भएको केही इम्पोर्टेन्ट फिचरहरु अथवा एक्सटेन्सनहरु बारेमा चाहिँ नेक्स्ट भिडियोजहरुमा कुरा गरौँला, जुन चाहिँ एकदमै फन टु युज छ र एकदमै प्रोडक्टिभिटी बुस्टर छ क्या त्यो कुराहरु चाहिँ। त्यो म हजुरहरुलाई चाहिँ नेक्स्ट भिडियोमा भन्छु। आजको लागि चाहिँ यति नै गरौँ है। हस्, धन्यवाद।